फाइनली हामी सिन्धुलीगढी आइपुग्यौँ। घुमेर हेर्दा चारैतिर हेर्दाखेरि यस्तो छ सिन्धुलीगढी। 122 स्टेप खुड्किलो 122 उक्लेपछि सिन्धुलीगढीको मेन उसमा आइपुग्छौँ। तोपहरू राख्ने ठाउँ यो। यस्तो छ मौसम पनि। यो ढुङ्गाहरू यो दुलादाली भएको सबै तोपहरू राख्ने तोपहरू अनि गोलाहरू हान्ने। यो ठाउँ ठाउँमा दुलोहरू राखेछ। यो तोप राखेको फिट गरेर यसरी लडेर गोलाहरू तल लगाइदिनु। यो पोखरी पनि निकै गहिरो पो रहेछ। गहिरो पोखरी छ। इनार पानीको स्रोत चाहियो नि त। यो संरक्षण राम्रो गरेको छैन। यहाँ सबै यस्तै छ। यो सरकारले हेर्नुपर्ने हो यस्तो चिजहरू। यस्तो छ इतिहास। सिंहदरबार समेत हाम्रो मेम्बरले बनाएको रहेछ। गरेको के चाहिँ छ र? पुर्खाहरूले बनाएको यस्तो पर्खालहरू अझै छ यहाँ सिन्धुलीगढी। जेवन्ताजी हाम्रो मान्छेहरू अझै आउन सकेको छैन। तलै उकालो आउँदै हुनुहुन्छ। 122 वटा खुड्किलो पार गरेर यहाँ हामी आइपुगेका छौँ। 25 जति पुग्यो। 125 122 अहिले चाहिँ हामी सिन्धुलीगढीको ऐतिहासिक यो ठुलो गढीमा चाहिँ पछि लाउने बुढोलाई मार्यो ऊ र के अरे ऐतिहासिक महत्त्व रहेको यस सिन्धुलीगढीमा गोर्खाली वीर योद्धाहरूले अङ्ग्रेज फौजलाई परास्त गरेको 250औं विजयको उत्सव वर्षगाँठको अवसरमा गणतन्त्र नेपालको प्रधान महिला राष्ट्रपति सम्मानित श्रीमती विद्यादेवी भण्डारीज्यूबाट झण्डा उन्नोलन गरे सुसम्मान भयो। इतिहास यति समय यो दाइ मलाई पनि घुमाउनु त यहाँ उल्टो भयो। ल नचलाउनु त्यतिकै त्यतिकै घुमाउनु न। ल उहाँ जता जता जानुहुन्छ त्यता घुमाइदिनु। ल यो भयो इनार अनि यो गढी भयो अनि दुलादाली छ। यो सबै तोप राखेको लडाइँ गरेको अनि उयो दुलादाली छ। दुलादाली भएको चाहिँ तोपहरू राखेको तोपको मोरी राख्ने अगाडिको लागि। अनि यहाँबाट चाहिँ पुरा सामानहरू यहाँ ढुङ्गाहरू गिटीहरू राखेको ठाउँ होला। यहाँबाट चाहिँ पास गर्ने इनार हो। यसो हेरेर पानीको इनार हो। पानी पहिला यहाँ बस्यो राखेर फायर गर्ने होला।